आज यो हाम्रो यहाँ पाइने अमृसाको कुचो सजिलोसित यो बाँध्ने अथवा बाट्ने जे भने पनि तरिका मैले यहाँ पेश गर्दैछु। यो हामीले यो कुचो सुकिसकेको छ, हामीले काटेर ल्याएर सुकिसकेको छ। यो मजाले सुकिया छ। सुकिसकेपछि एउटा कुचामा 25 देखि 30 वटा यो कुचोको मोटाइ हेरेर 25 देखि 30 वटा पहिला छनौट गर्ने र यो माथिल्लो टुप्पा बराबर मुनि हेरेर यसरी पहिला यसरी बाँध्ने। यसरी बाँध्ने अहिले मैले यो डोरीबाट बनाउँदै छु। अब हामीले यो बोतल काटेर यो कोल्ड ड्रिङ्कहरुका ड्रिङ्क्सहरुका यी बोतल यस्ता प्लास्टिकको बोतल आउँछन्, यी बोतल काटेर यस्तो फिता काटेर यो फिताले बाँध्न पनि सकिन्छ। मैले अहिले यो सजिलोको लागि चाहिँ यसले यो डोरीले बाँध्न लागेको छु। अब हामीले यो पहिला यसरी बाँधी यसरी एकचोटि यहाँ बलियो गरेर बाँध्ने, अनि अब हामीले बुन्दै जाने हो। बुन्दै जाँदाखेरि पहिला सुरु यसरी चेप्ने, चेपेर यो तीनवटा डाँठो उठाउने र यसरी ल्याएर यसरी ल्याउने, फेरि फनक्क घुमाउने। दोस्रो चोटि तीनटा मध्येको दुईटा उता छोडेर यो तीनटा मध्ये दुईटा उता छोडेर एउटा लिने अघिल्लोको चाहिँ, फेरि अर्को दुईटा लिने र फेरि तीनटै बनाउने। यसरी तीनटा बनाउने। अनि फेरि हामीले घुमाएर ल्याइन्छ। यसलाई चाहिँ डबल गर्न मन छ भने यता पनि त्यसै गर्ने, यता पनि त्यसै गर्न पनि सकिन्छ, तर त्यो आवश्यक छैन। यसरी मैले सिंगल गर्दै गर्छु। यसरी ल्याइयो। अब हामीले पहिला मध्येको दुईटा छोडियो, एउटा लियो, यसरी तीनटा बनाएर यसरी लियो। भिडियो अलि लामो हुन्छ, एकछिन स्किप गरेर तपाईलाई फेरि अन्तिममा यही क्रमले बनाउँदै गएर लास्टमा म फेरि देखाउँछु। यसरी हामीले बुन्दै यहाँसम्म आइयो। यसरी बुटा बन्दै जान्छ, यसरी बुटा बन्दै जान्छ र अनि अन्तिममा ल्याएर यो अन्तिमको टुङ्गाइ फेरि यो बाँधेर गर्नुपर्छ। यसमा छेडा ठोक्नु पर्दैन, पुरै यो ठिक्क साइजको छ। यो यसरी अन्तिम आइसकेछ। अब अर्को यो प्लास्टिकमा यो यस्तो प्लास्टिकमा अर्को फेरि देखाउँछु हजुरलाई। यो यसरी बाँध्दै आउने हो। बुटा यस्तो बन्ने नबनेको यसरी यो बुटा हेरेर थाहा पाउनु पर्यो। यसरी फर्किँदै मान्द्राको जस्तो फर्किँदै यसरी जान्छ। अहिले सामान्य डोरीले यसरी बुनियो। अब हामीले यो ड्रिङ्क्सहरुको बोतलबाट यस्तो काटेर फिता काटेर हामीले फिताबाट बन्दैछौँ। अब यो गर्दाखेरि यो छुट्याउने तरिका अहिले भने 20-25 वटा यो राम्रो यो अलि लामो साइजको ठुलो साइजको बनाएको। पहिला सामान्य यसरी बाँध्ने, सामान्य डोरीले यसरी बाँध्ने। अनि यसमा यो यसमा गाँठो पार्न मिल्दैन, त्यही भएर यसमा अलिकति आइडिया लाउनुपर्छ। यसलाई यो बिचबाट छिराउने। यो बाँधिसकिएछ यहाँ। यसलाई छिराएर जति सकिन्छ माथि ल्याउने र यो अर्कोचोटि नफुत्कियोस् भनेर यसलाई चाहिँ एक दुबर चाहिँ यसलाई यहाँ बाँधिदिने। यसरी बाँधियो। अब हामीले क्रम उयो पहिलाको तीनटा उठाउने। यसमा अलि चाँडो हुन्छ, हजुरहरूलाई वजन गरी देखाउने कोसिस गर्छु। यसरी यो फिता अलि हामीले ठुलो बनाइयो राम्रो बनाउनु भनेर। सकेसम्म कस्दियो हुन्छ, पछि यसमा ठेडा राख्नु पर्दैन। छिटो छरितो राम्रो बलियो यसबाट हुन्छ।
यसबाट धेरै समय लाग्थ्यो भने यसबाट धेरै चाँडो गर्न सकियो। यो हामीले फिता पनि अलि मोटो चाक्लो साइजको बनाइयो अनि मेल्यो चाँडो सर्यो हाम्रो। ल यसरी हामीले यो बोतलको डोरीबाट फिता जे भने पनि त्यो पहिलेको जस्तो फिता हालेर बुन्दै ल्याइयो। यसरी ल्याइयो हामी अन्तिममा आइयो। अन्तिममा आइसकेपछि यसमा के भने यसमा जस्तो गाँठा पार्न मिल्दैन। त्यही भएर मैले यसबाट यो अन्तिमकोबाट यहाँ यो भित्रबाट यहाँ छिराइयो। यहाँसम्म मैले यो भित्र ल्याएँ। अब फेरि यसलाई उल्टो गरेर यहाँ भित्र लगेर यसरी फसाइदिने। यसरी परैसम्म जतिसम्म धकेल्न सकिन्छ यसलाई पठाइदिने। हाम्रो उहीँसम्म गयो र यसरी पठाइदियो भएपछि यताबाट सरेर नि जान्न, यताबाट सरेर नि जान्न। अब हाम्रो यहाँ यो रह्यो, यहाँ बाँधियो छ यो रह्यो। यसलाई चाहिँ हल्का डढाइदिएर यसलाई पोको पारिदिने अनि यो लक हुन्छ। यहाँ यसरी डढाइदिने यसलाई हल्का डढाइदिन सकिन्छ। नत्र नडढाए नि फरक चाहिँ पर्दैन। नत्र डढाइदियो भने यताबाट नि फुत्केर जान्न, यताबाट नि फुत्केर जान्न। यो सबै बाँधिन्छ, बलियो एकदम राम्रो पनि अनि हातमा नबिजाउने स्मुथली हुन्छ। यसरी हामीले कुचो तयार गर्न सकिन्छ। हाम्रो वनपाखा भिरपाखाको कुचो समेलेर ल्याएर आफ्नो लागि आफैले बनाउन सकिन्छ।